र हामीले गाडी लिएर आएको थियौँ। त्यो गाडीमा नै सिफ्ट गरिदिनुहोस्। यदि कति दिनदेखि खाना नपाएर बिरामी भएको स्थितिमा हजुरहरूले रेस्क्यु गरेर हस्पिटल लगेर ल्याएको स्थितिमा हामीले त्यहाँ भेट्यौँ। अनि त्यो स्थिति देख्ने साथ अब तपाईँहरूले यहाँसम्म ल्याउने जुन यो कोठाको यति जे भए पनि त्यहाँको त्योको स्थिति र यहाँ आउँदाखेरि यो हामी आकाश जमिनको फरक देख्यौँ। यति अहिलेको स्थिति ठिकै छ। खायो। अहिले चाहिँ कस्तो छ तिम्रो स्वास्थ्य सुधार? अहिले ठिक्क छ। राम्रै छ। दुखा छैन अहिले। हजुर औषधि खाएपछि अलि। र यो भाइ त्यति राम्रो प्रश्न पनि बोलिँदैन हैन, अलि स्लो टाइपको छ हैन। हिजो यो बच्चा छ नि 3 दिन नखाई बस्दाखेरि र छ नि 6-7 दिन नखाए भए त लास हुँदाखेरि कसले जिम्मेवारी लिन्थ्यो हैन? र घन्टी बजाएर शङ्ख बजाएर त्यो चाहिँ धर्म होइन वास्तवमा भन्ने भने हैन। परेको बेलामा दिन दुखीलाई सहयोग गर्नु त्यो नै ठुलो कुरा। सहयोग गर्ने एउटा रुम मात्रै दिएको हो, तर उहाँहरूको जुन गर्नुभएको जुन कामहरू छ त्यो चाहिँ धन्यवाद। विशेष कुरा चाहिँ के छ भने उहाँहरूले जति पनि हाम्रो सहयोगी मनहरूले अथवा सहयोगी दाताहरूले चाहिँ जति पनि सहयोग गर्नुभएको छ त्यो चाहिँ हामीले लिस्ट बनाएर राखेका छौँ र कुनै दिन हामीले त्यो यहाँ अहिले चाहिँ बिजी भएको कारणले त्यो खुलाउन सक्दैनौँ। पछि हामीले सबै कुराहरू टिप्पणी गरेर प्रश्न हामीले मिडिया मार्फत नै नाम जानकारी गराउनेछौँ। आदरणीय दर्शकबिन, म गङ्गा थापाको तर्फबाट हार्दिक स्वागत गर्दछु। तपाईँ हेर्दै हुनुहुन्छ हाम्रो साथी अनलाइन टेलिभिजन। यतिखेर भने म कलङ्कीमा छु। हामीले केही समय अगाडि एकजना भाइ जो बालकुमार राईको विषयमा चाहिँ 3 दिनदेखि भोकै छु भन्ने कुरालाई उठाएर उसको भिडियो अपलोड गरेका थियौँ र त्यो भिडियोबाट धेरै सहयोगी मनहरूले एकदमै साथ दिनुभयो र हामीले आज विशेष परिस्थिति कारणका साथ उसलाई कलङ्की सिफ्ट गर्न परेको छ। उसको स्थिति परिस्थिति हेरेर चाहिँ यहाँसम्म सिफ्ट गरौँ र यहाँसम्म आउनलाई चाहिँ लायन्स क्लब अफ काठमाडौँ खास्टी लायन्स क्लब इन्टरनेसनल 325A1 को तर्फबाट चाहिँ उहाँहरूले गाडी उपलब्ध हामी यहाँ उपस्थित भयौँ सबैजना र हाम्रो फ्रेममा उहाँ लगायत सम्पूर्ण सहयोगी चाहिँ दाताहरू हुनुहुन्छ। म उहाँहरूसँग क्रमशः जानेछु र बालकुमार भाइको स्थिति परिस्थितिलाई मध्यनजर राखेर हामीले यहाँ चाहिँ तत्काल रिफर गऱ्यौँ यो ठाउँमा चाहिँ र म क्रमशः उहाँहरूसँग कुरा गर्ने क्रममा छु। नमस्कार सर। नमस्ते हजुर, धन्यवाद। म चाहिँ राजेश कुमार श्रेष्ठ, म बौद्ध निवासी। म चाहिँ लायन्स क्लब 325A1 को चाहिँ इमिडिएट पास्ट प्रेसिडेन्ट र अहिले चाहिँ जुन चेयरपर्सन पनि छु र म फुड ब्याङ्क यो जुन लायन्स फुड ब्याङ्कको चाहिँ अहिले म कोअर्डिनेटर गरिरहेको छु। हजुर जस्तो अहिले हामीले बालकुमार भाइको विषयमा चाहिँ अब बुझ्नुभयो हजुर चाहिँ अब यहाँसम्म आउनेको परिस्थिति अलिकति खुलाइदिनुहोस् न यहाँसम्म। हिजो हामी अब 7 तिर तपाईँहरूको जुन यो मिडिया मार्फत चाहिँ हामीलाई यो जुन बालकुमार राई गुरुङ बालकुमार राईको चाहिँ जुन हामीले तपाईँको पिजा मार्फत चाहिँ हामीले भाइको स्थिति जुन यहाँले प्रस्फुटन गरिदियो, हामीले साह्रै दुःख लाएर एकदमै हामीलाई चाहिँ कस्तो भने एकदमै मन छोयो। तपाईँको जुन यो भाइ बसिरहेको जुन कोठादेखि लिएर उसको जुन अब त्यो 4-5 दिन जुन खान नपाउने स्थितिदेखि लिएर
त्यो चाहिँ कस्तो भने हामीले चाहिँ म चाहिँ एउटा फुड ब्याङ्कको कोअर्डिनेटरको नाताले पनि हामीले चाहिँ त्यो कुराहरू यदि थाहा पाइसकेपछि हामीले पक्कै पनि हामी यो हाम्रो जुन लायन्स क्लब चाहिँ समाजमा कुनै पनि व्यक्तिहरू भोगैरहनु नपरोस् भन्ने हामीले जुन एउटा महान उद्देश्य लिएर गइरहेको छौँ त्यो कुराले पनि हामीलाई कति चुनौती दिएको जस्तो लाग्यो र मैले तुरुन्त रेस्पोन्स गरेँ हजुरको नम्बर पनि मैले पाउन सकिनँ हामीले रेस्पोन्स गर्दा मेसेज छोड्यौँ र हजुरले पछि मेसेज रिप्लाई गर्दाखेरि हामीले हजुरको नम्बर पाएर आज हामीले एउटा सानो सहयोग चाहिँ भाइले गर्न पाएको चाहिँ हामीले धेरै खुसी लागेको छ चाहिँ दर्शकबिन हामीले यहाँ कलङ्कीसम्म रिफर गऱ्यौँ भाइलाई उहाँहरूको सहयोग मार्फत र यो विषयमा पनि दाजु अलिकति खुलाइदिनुहोस् न के कारणले चाहिँ कसरी त्यो बारेमा अलिकति प्रश्न पारिदिनुहोस् न उहाँहरू आज हामीले जुन रात अहिले चाहिँ हामीले चाहिँ तपाईँको भाइहरूलाई चाहिँ खाद्यान्न चाहिँ धेरै उपलब्ध भइसकेको त थिएन तर पनि भाइले चाहिँ 1 महिनालाई लगभग पुग्ने खाद्यान्न चाहिँ हामीले उपलब्ध भइसकेको पायौँ हजुरसँग कुरा गर्दाखेरि र अहिले चाहिँ हामीले चाहिँ बाबुलाई चाहिँ चाहिने जुन खाद्यान्न लगायत पनि अहिले हामीले चाहिँ किचन इक्विपमेन्ट भाइले जस्तो बेड भयो तपाईँको दसना सिरकदेखि लिएर हामीले लाउने लुगाफाटोदेखि लिएर हामी सबैले उपलब्ध गराएका छौँ र त्यो उपलब्ध गराउने कोसिसमा हामी जुन अब तपाईँको अलिक हामीको ढल्को आउँदाखेरि चाहिँ हाम्रो एकजना सरले चाहिँ पहिला बाबुको कोठा एकचोटि हेरौँ यो कोठामा यो सामान अट्छ कि अट्दैन भन्ने कुन जुन हामीलाई एउटा जिज्ञासा भएर हामी कोठामा गयौँ तर कोठा चाहिँ धेरै नै फोहोर देख्यौँ हामीले त्यहाँ बस्ने इन्भाइरोमेन्ट थिएन त्यो बाबुलाई त्यो कोठामा जुन अब एयर भेन्टिलेटरको कुराहरू हुन्थ्यो टोयलेटको कुराहरू हुन्थ्यो र सरसफाइ कुराले चाहिँ हामीले धेरै नै अब त्यो एउटा मान्छेमा एउटा हुनुपर्ने जुन एउटा स्वास्थ्य सम्बन्धी कुराहरू कुनै पनि अपडेट भएको देखेनौँ र हाम्रो उहाँ सरको चाहिँ शुभ नाम मैले थाहा भएन हजुर अब उहाँले चाहिँ जुन एउटा कोठाको व्यवस्था गरेका छौँ र हामीले गाडी लिएर आएको थियौँ त्यो गाडीमा नै सिफ्ट गरिदिनु यदि सक्यो भने अलिक सजिलो र अलिकति सहज हुने भन्ने कुरा जुन राख्नुभयो हामीले सहजै स्वीकारौँ र हामीले रात ल्याएको गाडीमा नै त्यो भाइको कोठा चाहिँ हामीले सार्ने जुन एउटा जमर्को गऱ्यौँ त्यो चाहिँ आज पुरा भएको छ हजुर सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र आदरणीय दर्शकबिन यतिखेर हामी लायन्स क्लब इन्टरनेसनल 325A1 कुमार सर होइन राजेश कुमार श्रेष्ठ म चाहिँ राजेश कुमार श्रेष्ठ जोन चेयरपर्सन फुड कोअर्डिनेटर म चाहिँ हजुर उहाँलाई धेरै धेरै धन्यवाद र फेरि सर नमस्कार नमस्ते धन्यवाद हाम्रो हजुर सर जस्तो यहाँसम्म अहिले हामी आयौँ होइन कस्तो लाग्यो हजुरले अलिकति सरसर्त हजुरको तर्फबाट पनि के देख्नुभयो भनिदिनुहोस् न म चाहिँ लायन्स क्लब काठमाडौँ खास्टीको प्रेसिडेन्ट यो 325A1 डिस्ट्रिक्ट 325A1 अन्तर्गत पर्दछ फर्स्ट अफ अल म हाम्रो साथी तपाईँहरूको अनलाइन टिभी हुनुहुन्छ होइन उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो इमिडिएट पास्ट प्रेसिडेन्ट राजेश कुमार श्रेष्ठलाई पनि म विशेष धन्यवाद दिन्छु उहाँकै पहलमा हामी यो पीडित हजुरहरूले जुन उद्घाटन गर्नुभएको थियो त्यहाँसम्म आइपुग्नलाई हामीले सफल भएका छौँ मिले सर छ नि उहाँदेखि यहाँसम्म बच्चालाई रिफर गऱ्यौँ होइन के देख्नुभयो बच्चालाई चाहिँ अब त्यहाँ हामी जुन टाइममा चाहिँ हजुरहरूले हामीलाई चाहिँ उहाँको त्यो अहिले बसिरहेको वासस्थानमा जब रुममा लगिदिनु भयो त्यहाँको वातावरण हेर्दाखेरि साह्रै नै दयनीय थियो वरिपरिको वातावरण पनि त्यहाँ एकदम खराब थियो एउटा भुइँमा सुतिरहेको त्यहाँ एकदम पातलो एकदम फोहोर ओछ्यानमा बसेको अनि साथै हाम्रो साथी निर्गमले चाहिँ हजुरहरूलाई यो भाइमै कति दिनदेखि खाना नपाएर बिरामी भएको स्थितिमा हजुरहरूले रेस्क्यु गरेर हस्पिटल लगेर ल्याएको स्थितिमा हामीले त्यहाँ भेट्यौँ अनि त्यो स्थिति देख्ने साथ अब तपाईँहरूले यहाँसम्म ल्याउने जुन यो कोठाको यति जे भए पनि त्यहाँको त्योको स्थिति र यहाँ आउँदाखेरि यो हामी आकाश जमिनको फरक देख्यौँ यति राम्रो ठाउँमा हजुरहरूले सिफ्ट गराइदिनु भएको छ त्यसमा हामीले केही हदसम्म हामीले त थोरै मात्रै मिडिएटरको काम मात्रै गऱ्यौँ यसको लागि हाम्रो साथी अनलाइन टिभीलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु हाम्रो लायन्सको तर्फबाट पनि अब लायन्स त एकदम परोपकारको संस्था नै हो हामीले त गरिरहेको पनि छौँ गर्छौँ पनि यस्तै ठाउँहरूमा हामीले लकडाउन भएकोदेखि नै हाम्रो फुड ब्याङ्कको तर्फबाट हामीले दैनिक जसो हामीले राहतहरू पुर्याइरहेको पनि छौँ धन्यवाद यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु धन्यवाद म एकछिन भाइसँग जोडिन्छु है भाइ के छ स्थिति अहिलेको स्थिति ठिकै छ खायो अहिले चाहिँ कस्तो छ तिम्रो स्वास्थ्य सुधार अहिले ठिक्क छ राम्रै छ दुख्या छैन अहिले हजुर औषधि खाएपछि उहाँहरूलाई धेरै धेरै धन्यवाद
पुरानो पूर्व छाने मगरज्यू हुनुहुन्छ र उहाँलाई सम्म आइदिनलाई यो कोठा उपलब्ध गराइदिनलाई उहाँको एकदमै ठुलो हात छ र योभन्दा अगाडि पनि उहाँले धेरै समाजसेवाहरू गर्नुभएको छ र म दाजुसँग जोडिन चाहन्छु। दाजु नमस्कार। नमस्कार। पहिले त म हाम्रो साथी अनलाइन टिभी र नुर 7 स्टारलाई म धन्यवाद दिन चाहन्छु। साथै गङ्गा बहिनी र चाहिँ थम भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस्तो हामीले यहाँसम्म आउनलाई चाहिँ तपाईँसँग धेरै हेल्प माग्यो, तपाईँले सहयोग गर्नुभयो होइन दाइ। अब कसरी सम्भव भयो त्यो चाहिँ एकचोटि खुलाइदिनुहोस् न। यो सङ्क्रमण जुन कोरोनाको छ नि, यो महामारीको अवस्थामा अहिले पनि भाइ बहिनीहरूले अघि देख्नुभयो 500-600 जुन 14वटा कलङ्कीको जुन शोभा अधिकारी हुनुहुन्थ्यो, त्यहाँको परिस्थिति एउटा चाहिँ मुठभेडको स्थिति थियो। त्यहाँ आएर चाहिँ एउटा कोठा चाहियो दाइ भनेर भन्दाखेरि मैले अस्ति यहाँ चाहिँ हाम्रो रूपन्देही हाम्रा समाजसेवी दिदी हुनुहुन्छ गङ्गा खाँसो मगर, दिदीकै आफ्नै घर हो। त्यो घरमा छ नि अस्ति दिदीको आमालाई सोद्धाखेरि बाबु त्यो खाली छ एउटा भनेर भन्नुभएको थियो। त्यो आमा प्याज लसुन गुडिराख्नु भएको थियो। त्यो भएपछि अब त्यहाँ जुन ढल्कु र डल्लुको परिस्थिति, त्यहाँको परिस्थिति एउटा छ नि सहजीकरण भइएन र छ नि त्यहाँको छ नि अब जँड्याहरू आउने होइन, ट्यापेहरूले छ नि दचका दिने भनेर जुन त्यो भनिरहँदाखेरि त्यस्तो जुन असुरक्षित ठाउँमा 3-3, 4-4 दिनसम्म नखाई बस्नेलाई चाहिँ आउने रातमा लुछा तानी हुन्छ भने र त्यस्तोको छ नि एउटा छ नि वातावरण मिलाएर छ नि एउटा हरियाली र राम्रो। अब यहाँ त छ नि हाम्रो त्यस्तो छैन, किनभने यहाँ छ नि अलिकति बेग्लै वातावरणको छ नि छ होइन, जड्या आउँदैनन्। अब छेउछेउमै कर साहबको घर छ होइन, पुलिसहरूको घर छ होइन, त्यो भएर त्यति यहाँ ऊ छैन। अब खाली भएको बेलामा अब दिदीसँग गएर मैले परामर्श गरेँ। बुवा पनि हुनुहुन्थ्यो, आमा पनि हुनुहुन्थ्यो र एउटा नर्स पढ्दै हुनुहुन्छ मामा छोरी, बहिनीलाई सोधेर अनि माथि दिदीलाई गएर भेटेर ल दिदी यसो गर्नुपर्छ भन्दाखेरि अब दिदी आफै समाजसेवी नेपालको 14 अञ्चल 77 जिल्ला 7 प्रदेश कुदिराख्नुहुन्छ र समाजसेवीमा गङ्गा खाँसो मगरले प्राय जसो छ नि नेपालका आम मगर समुदायदेखि लिएर गैर नेपालीहरूले चिन्नुहुन्छ। त्यति कुरा राख्दाखेरि भाइ यो छ नि कोरोना सङ्क्रमणको अवस्थामा त्यस्तो परिस्थिति छ भने राख्दा केही हुन्न भनेर दिदीले भनेपछि अनि मैले भाइ बहिनीलाई भने होइन। त्यो भएर अब हाम्रो पनि ट्याक्सीको भाडा जुन अस्ति गङ्गोपुमा भाइ बहिनीले दाइ यस्तो छ भनेर भनिरहँदाखेरि म चाहिँ पुग्न पाइनँ। तर मैले त्यहाँ छ नि हाम्रा महिला चालिका, ट्याक्सी चालिका नबिना खड्का, उहाँले छ नि चामल नुन दाल होइन लिएर खाद्य सामग्रीहरू लिएर डल्लु बहिनीहरूसँग पुगिरहेको जुन भिडियोमा देखेँ। भिडियोमा हेर्दाखेरि जुन त्यो कोठाको परिस्थिति, जस्तो पानी पर्दाखेरि त्यो भित्र पकाउने ठाउँ छैन, उहाँले पकाउँदाखेरि तपाईँको बाहिर कौसीमा पकाउनु पर्ने र मुनिको जुन त्यो तपाईँको जुन त्यो किचन जुन बनाइएको छ त्यो भित्र तपाईँको छ नि सबै त्यो मुसाले गुड लगाएको भन्दा आगर देखियो क्या। त्यो देखिँदाखेरि त अब हाम्रो पनि छ नि कस्तो लाग्यो। अब जुन अहिले यो गरिरहँदाखेरि त्यहाँको परिस्थितिले जुन भाइ बहिनीले भन्दाखेरि एकदम दर्दनाक नै हो र यो भाइ त्यति राम्रो प्रष्ट पनि बोलिँदैन होइन, अलिक स्लो टाइपको छ होइन। अब यथार्थ अब मेरै घर छेउको अगाडि दिदीको घरमा राख्दाखेरि होइन भोलि यो बाबु कस्तो के हो भन्ने कुरो यसलाई पनि अब हामी समाज र हाम्रो अनलाइन टिभी नुर 7 स्टार अनलाइन टिभीले छ नि भाइको पनि अब निगरानी गर्नुपर्छ होइन। मैले सुने अब उसो फुपूले छ नि यस्तो भने उस्तो भने होइन, फुपूको सरकार भएन। हिजो यो बच्चा छ नि 3 दिन नखाई बस्दाखेरि र छ नि 6-7 दिन नखाए भए त लास हुँदाखेरि कसले जिम्मेवारी लिन्थ्यो होइन। यो परिस्थिति त छ नि हाम्रो साथी अनलाइन र नुर 7 स्टारले गएर छ नि यति फलो गरेर जुन मिडियामा ल्याएर यत्रो राहत सामग्रीहरू खाद्य सामग्रीहरू आउँदाखेरि कसैले छ नि गएर छ नि त्यस्तो गर्नु चाहिँ अलि उचित होइन जस्तो लाग्छ होइन। त्यो भएर यो सङ्क्रमणमा छ नि बचाएर भोलि छ नि यो अहिले विश्वकै परिस्थितिलाई छ नि मध्यनजर गर्दाखेरि हाम्रो नेपालमा मात्रै होइन नि त, यो आम विश्वभरि नै हो। यसमा छ नि हामीले हाम्रा नेपालीलाई बचाएर यो भाइको पनि भोलि सास बाँचेर लकडाउन खुलेपछि त यो भाइले पनि आफ्नो वातावरण इन्भाइरोमेन्ट मिलाउँछन्। त्यो हिसाबले छ नि म
हाम्रो साथी अनलाइन टिभीलाई म धेरै धेरै धन्यवाद दिन्छु। यसकै साथ जुन अहिले लायन्स क्लब जुन बौद्धका टिम हुनुहुन्छ हाम्रो राजेशजी होइन, उहाँ हाम्रो बौद्धका टिम आएर जुन यसरी छ नि आफ्नै गाडीमा यसरी छ नि ओड्ने ओछ्याउनेदेखि लिएर अन्डा सन्डा इत्यादि सामग्रीहरू खाद्य सामग्री लिएर आइरहँदाखेरि उहाँहरूलाई पनि यातायातको तर्फबाट र उपत्यका ट्याक्सी व्यवसाय तथा चालक सेवा समाजको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरेर उहाँहरूसँग अब हामी पनि परामर्श गरेर भोलि साह्रो गाह्रो परे ठाउँमा हामीहरूले पनि उहाँहरूलाई सहयोग गर्ने र उहाँहरूले पनि हामीले सहयोग गर्ने, यसको वातावरण चाहिँ मिलाएर चाहिँ अगाडि बढ्नुपर्छ। र यो बाबुलेलाई चाहिँ यत्रो अब दुःखको घडीमा पहिले त म जुन यो पहिलो सहयोग गर्ने जुन हाम्रो साथी अनलाइन र नुर 7 स्टारलाई म धन्यवाद दिन चाहन्छु। धेरै धन्यवाद दाजुलाई चाहिँ म यता पनि जोडिन चाहन्छु। जगदीश पुडासैनी लायन्स क्लब अफ काठमाडौँ खास्तीको सचिव। अब जस्तो अहिले हामी यहाँसम्म आयौँ होइन, के रहेछ अलिकति परिस्थिति खुलाइदिनुहोस् न। जस्तो उसको फुपूको कुरा उठ्यो बिचमा होइन, हजुर हजुरलाई पनि अब बिचमा उसलाई लिएर आउँदाखेरि यहाँसम्म आउँदाखेरि फोन आएको पनि कुरा भयो होइन, हजुर के भन्दै थियो? हस् होइन, तपाईँहरूको मिडिया मार्फत जब हामीले भाइको अवस्थाको बारेमा थाहा पायौँ, हाम्रो आइपिपी राजेश कुमार श्रेष्ठ ज्यूले यहाँलाई जुन सम्पर्क नम्बर छोड्नु भएको थियो र यहाँले कन्ट्याक्ट गर्नुभएको थियो, त्यस अनुरूप भाइलाई चाहिने केही सामग्रीहरू जब हामी लिएर आएको थियौँ र उहाँलाई चाहिँ त्यहाँ व्यवस्थापन गर्नु पनि एकदमै सम्भव नभएको उहाँको फुपूले चाहिँ फोन गरेर मेरो चाहिँ भदालाई कता लगेको हो भनेर जुन उहाँले भन्नुभएको छ, त्यो हामीले कतै लगेको होइनौँ। कन्सल्ट गरेर उहाँ उसैलाई नै कन्सल्ट गरेर उसैको राजी खुसीले हामीले चाहिँ यहाँ ल्याएर व्यवस्थापन गरिदिएको हौँ र हामीले सक्दो केही सामग्रीहरू ल्याएको थियौँ। त्यसलाई पनि व्यवस्थापन गर्न सक्ने कोठा नभएको र एउटा मानव बस्न पनि नसकिने त्यस्तो खालको ठाउँबाट उहाँलाई सिफ्ट गरेर जुन यहाँ ल्याएको छौँ, त्यसबाट चाहिँ हामी अति नै हामीले एउटा भनौँ न यस्तो अवस्थामा चाहिँ एउटा पुण्यको काम गरे जस्तो हामीले महसुस गरेका छौँ। सर नमस्कार। नमस्कार, मेरो नाम दीपक शर्मा हो। जस्तो एउटा कुरा के भयो भने सर, यो अघि यहाँ आउँदाखेरि उसको फुपूले फोन गर्यो भन्नुभएको थियो होइन, होइन अब जस्तो उसलाई चाहिँ फुपूसँग राख्न उचित थियो कि थिएन होला, यसो प्रश्न पार्दिनुहोस्। उसको फुपूसँग राख्नु उचित थिएन, किनभनेदेखि अस्ति 3-4 दिन ऊ अब खाना नपाउँदा केही नहुँदा चाहिँ उसको फुपू नहेर्ने, अहिले उसलाई अब सबैतिरबाट रासन सबै आउनु लागेपछि अब त्यो चाहिँ उसलाई लोभ लाग्यो, सँगै राख्नु पाएर त त्यो मैले पनि चलाउन पाउँथेँ भनेर उसको हो। उसलाई मायाले होइन कि उसको सामान देखेर उसलाई लोभ लागेको हो, उसमा राख्नु ठिक छैन। अब परिस्थिति बुझ्नुभयो के रहेछ, बाबुलाई चाहिँ प्रत्यक्ष भेट्नु भयो भने स्थिति त अब नाजुकै छ होइन, हजुरको टेलिभिजनबाट सुन्यो यस्तो यस्तो हो भनेपछि अनि हामी सबै प्रत्यक्ष त अब सानो बच्चा छ हाम्रै अब बाबुहरूको उमेरको छ होइन, अब यति पनि उसले त्यत्रो सङ्घर्ष गरेर होइन काम गरेर अहिलेसम्म त खाइरहेको छ। अब लकडाउनले गर्दा उसले अब काम गर्न पाएन, उसको अब ठेकेदारले पैसा पनि दिएन होला। अनि अब हजुरहरूको टेलिभिजनबाट यो देखियो अब हामीले कति सक्छौँ सहयोग गरेको छौँ, अब पछि पनि हामी निरन्तरता दिन्छौँ। धन्यवाद। यहाँलाई चाहिँ भने हामीले जो बालकुमार भाइलाई चाहिँ यहाँ कलङ्की सिफ्ट गरेका थियौँ र जो उहाँ हुनुहुन्छ जो यो कोठा दिने घरबेटी हुनुहुन्छ, म उहाँसँग पनि कुरा गर्न चाहन्छु। दिदी हजुरलाई नमस्कार। नमस्ते जोडले। हजुर म गङ्गा खासु मगर, उपाध्यक्ष नेपाल मगर सङ्घ केन्द्रीय समिति। अब जस्तो हामीले भाइलाई यहाँ रेफर गऱ्यौँ, हजुरले पनि देख्नुभयो, यस्तो बेलामा पनि हजुरले कोठा दिनुभएको छ होइन, कस्तो फिल हुँदो रहेछ? यस्तो छ, अहिले त विश्व नै अब कोरोनाले चाहिँ सङ्क्रमित भएको होइन, अहिलेको अवस्थामा अब त्यहाँनिर सबैलाई चाहिँ अहिले असर पारिरहेको छ, अब राम्रो भन्दा पनि नराम्रो असर पारिरहेको छ होइन। यस्तो बेलामा चाहिँ हामी एउटा मान्छेले होइन मानवताको चाहिँ एउटा ऊ चाहिँ देखाउने एउटा कडीको समय हो होइन, त्यो भएको भएर पनि अहिले यतिखेर एउटा मानवता र जति हामी बोल्छौँ नि त्योभन्दा व्यवहारमा लागू गर्नुपर्ने अहिलेको अवस्थामा हामीले यो मात्रै होइन अरू पनि काम गरिरहेको अवस्था छ होइन। त्यतिखेर अब यो अवस्था हुँदाखेरि हामीले कसरी हुन्छ, अब हाम्रो आफ्नो मानव एउटा चाहिँ धर्म देखाउने गर्ने होइन, अहिलेको यो त पुण्य अवस्थामा हाम्रो सानो पूर्व छाने भाइले ल दिदी एकजना भाइ अलिकता गाह्रो छ, उहाँलाई चाहिँ अलिकता गाह्रो परेको भएर एउटा कोठा चाहिँ उपलब्ध गराइदिन पर्ने भयो दिदी भन्नुभएको थियो।
अनि ठ्याक्क यही अस्तिको यो लकडाउनभन्दा अगाडि यहाँको बहिनी चाहिँ उता बाहिर जानुभएको थियो, त्यो भएको भएर यो रुम उ थियो कि खाली थियो। भनेपछि ठिकै छ, अब त्यस्तो अवस्था छ भने किन नै होइन। अरूले चाहिँ अब आफ्नो धर्म गर्ने बेला खोजिरहेको छ भने अब खोज्दै यहाँ आउँदाखेरि त्यति अब सेवा त गर्नै पर्यो नि होइन। त्यो भएको भएर पनि मैले ल हुन्छ नि त भनेर भाइले एउटै शब्दमा मलाई भनेको थियो, मैले एउटै शब्दमा ओके गरेँ अब बहिनी खास गरेर। अब लकडाउन होला के अरे मुख्य त होइन, त्यसपछि भाइको इच्छा के हुन्छ त्यसमा डिपेन्ड हुन्छ होइन। अब उनले के भन्छन् होइन, अब हामीले त एउटा कोठा मात्रै उपलब्ध गरेको हो। बस्न चाह्यो भने चाहिँ ठिकै छ, अब त्यो अनुसारको अब एउटा काम गर्दै जाँदाखेरि एउटा चाहिँ होइन एउटा भाइचारा होइन सम्बन्धको कुराहरू हुन्छ होइन। त्यो चाह्यो भने हामीले अब यस्तो बिरामी मान्छेलाई छोडो छोडो भन्ने कुरा पनि भएन, त्यो त हाम्रो आफ्नो नैतिक ऊ पनि त जान्छ नि। हजुर दिदी अब हजुरलाई धेरै धेरै धन्यवाद। अब अन्तमा के भन्न चाहनुहुन्छ? यो मिडियालाई म धन्यवाद दिन चाहन्छु। सबैभन्दा तपाईँहरूले यस्तो अब दबिएको जुन एउटा अवस्थामा राखेको जुन भाइ छ नि त्यसलाई उद्धार गर्नुभयो। अहिलेको यो जुन मानव धर्म भनेको यही नै हो कि हामी धेरै कुराहरू गएर घन्टी बजाएर शङ्ख बजाएर त्यो चाहिँ धर्म होइन वास्तवमा भन्ने भने होइन। परेको बेलामा दिन दुखीलाई सहयोग गर्नु त्यो नै ठुलो कुरा। यस्तो अवस्थामा यो लकडाउनको अवस्थामा पनि तपाईँहरू यसरी होइन अब दिन रात नभनेर एउटा मिडियामा ल्याएर होइन भाइलाई चाहिँ राम्रो गराउनको लागि होइन एउटा चाहिँ उ गर्नुभयो, त्यसको लागि म मिडियालाई धन्यवाद दिन चाहन्छु। र उहाँहरू जस्तो जुन सहयोगी हातहरू हुनुहुन्छ एउटा मिडियामा चाहिँ एउटा त्यो होइन भिजुअल आएको भरमा उहाँहरूले यस्तरी अब के अरे प्रत्यक्ष रूपमा भाइलाई खानको लागि होइन उसलाई एक सरो के अरे सामानहरू जुन लिएर आउनु भएको छ त्यो सहयोगी हातहरूलाई पनि धन्यवाद दिन चाहन्छु। म त एउटा सहयोग गर्ने एउटा रुम मात्रै दिएको हो, तर उहाँहरूको जुन गर्नुभएको जुन कामहरू छ त्यो चाहिँ धन्यवाद। विशेष यसरी गर्नुभयो भने पक्कै पनि एउटा परोपकार भन्ने कुरा चाहिँ तपाईँहरूबाट चाहिँ त्यो चाहिँ प्रत्यक्ष जान्छ। त्यसलाई चाहिँ तपाईँहरूले यसलाई चाहिँ निरन्तरता दिनु होला भन्ने दिन शुभकामना भन्न चाहन्छु। दिदीलाई धेरै धेरै धन्यवाद। आदरणीय दर्शकबिन, अब एउटा विशेष कुरा चाहिँ के छ भने उहाँहरूले जति पनि हाम्रो सहयोगी मनहरूले अथवा सहयोगी दाताहरूले चाहिँ जति पनि सहयोग गर्नुभएको छ त्यो चाहिँ हामीले लिस्ट बनाएर राखेका छौँ र कुनै दिन हामीले त्यो यहाँ अहिले चाहिँ बिजी भएको कारणले त्यो खुलाउन सक्दैनौँ। पछि हामीले सबै कुराहरू टिप्पणी गरेर प्रष्ट हामीले मिडिया मार्फत नै नाम जानकारी गराउनेछौँ र म यति भन्दै चाहन्छु। नमस्कार। अनिल पुन हो, घर बागलुङ। अहिले हाल यहीँ ढल्कु बस्छु म। मेरो नाम सीता थापा, यहीँ ढल्कु बस्ने, पाल्पा घर त। मेरो नाम श्याम थापा, हाल यहीँ बस्छु अहिले, पाल्पा घर। हजुर मेरो दिपा पुन, अहिले म यहीँ ढल्कु, उहाँ मेरो हस्बेन्ड। अहिले हजुर हजुर यहाँसम्म त हामीले हजुरहरूको भिडियो हेऱ्यौँ। अब साह्रै दुःख लाग्यो। 18 वर्षको रहेछ, कोठामा केही रहेनछ, तरकारीहरू गोलबडाहरू हेरिकन कुहिएको। त्यो त छँदैछ बिचरा, रातिको 1-1 बजी उठेर तरकारी लिनु जाने, अनि कसरी पकाएर खाओस्। अनि अर्को त्यो भन्दा पनि चोर लगायो अरे भन्ने कुरा चाहिँ साह्रै मन दुख्यो कि केही नभएको मान्छेलाई त्यसरी एक्लो देखेर हेरेको पेलेको चाहिँ साह्रै चित्त दुखेकोले गर्दा अनि हजुरको भिडियो पुरै हेरेँ। अनि त्यसपछि ढल्कु 17 भन्दाखेरि त हामी त यहीँ बस्ने, लोकेसन कहाँ थाहै भएन। त्यही भएर फेरि हजुरको नम्बर खोजेर अनि फोन गरेका, त्यसैले हजुर मार्फतै आएँ। हजुरलाई चाहिँ एकदमै धेरै धन्यवाद, किनभने यस्तो भाइहरूलाई सहयोग गरिदिनु भयो। हजुरहरूले त्यसरी भिडियो बनाएर नहालिदिनु भएको भएदेखि हामी यो सहयोग पनि गर्न सक्दैन थियौँ। त्यसको लागि धेरै धेरै धन्यवाद। हजुर अब जस्तो यहाँसम्म आइसक्नु भएको छ, हजुरहरूको तर्फबाट के कति सहयोग छ त्यो पनि एकचोटि सरसर खुलाइदिनु। हाम्रो चाहिँ यो ग्यास सिलिन्डर छ एउटा, अब भोलि पोसिबल भएन, पाइएन, अहिले यस्तै समस्या छ गर्दा आधा हो सिलिन्डर। अनि बहिनीलाई पनि ल बहिनी जा, मैले यस्तो भिडियो हेरेँ भनेर खबर गरेँ, बहिनीले पानी ल्याउनु भयो।
रासन पानी भन्दाखेरि त अहिले 1 महिनालाई 6 भन्नुभयो, त्यसले गर्दा हामी ल्याएनौँ। पऱ्यो भने हामी ल्याउँला। भाँडाकुँडा खाँचो रहेछ भाइलाई, त्यो पनि हामी उपलब्ध गराउँछौँ। र मैले जापानमा पनि भाइ भइहरूलाई फोन गरेँ यता आउँदा, मलाई किन खबर गरेनौ भन्ला। त्यो टिका सानुको छेउको घरमा त्यो बच्चाहरूको भिडियो हेरेछ, उसलाई म 10,000 पठाउँछु भनिरहेछ। जसरी हुन्छ कन्ट्याक्ट गरेर त्यो पनि भनिरहेछ। र अहिले चाहिँ मैले यो पनि भन्छु भनेकोले गर्दा ल मेरोबाट 5,000 देऊ दिदी, पुग नपुग पछि फेरि सहयोग गरौँ ल। अहिले कोठा भाडा भाइलाई यस्तो बेलामा पनि अत्याउने घरबेटी खास त बुझ्नुपर्ने हो यो बेलामा त्यत्रो मिडियामा। हजुर, अनि अहिले त भाडा चाहिँ उ गर्नुपर्छ, मिनाहा गर्नुपर्छ यो 1 महिनाको भनिरहेको बेलामा पनि भाडा देऊ भन्ने, त्यो पनि यो सानो यति रुमको 3,000। अब ठिकै छ, यो त हामी सबैले खेपेकै छौँ, हामी काठमाडौँमा घर भए मान्छे होइन। त्यसले गर्दा भाइले 1 महिनाको भाडा तिरोस्, बाँकी 2,000 रहेको के गर्नुपर्छ भाइले खर्च गरोस्, पुग नपुग फेरि सहयोग होला भनेर जापानबाट। हजुर थ्याङ्क यू, हजुरलाई धेरै धेरै धन्यवाद। होइन 5,000 छ कसलाई दिनु तपाईँलाई? त्यहाँ बाइकहरू राखेको छु मैले, प्रेस लेखेको देख्छु भइरहेछ जापानबाट पठाएको दिदी दाइले है। तिमीलाई फेरि सहयोग गर्छ, तिमी राम्रो बाटो चाहिँ हिँड्नुपर्छ है बाबु। उहाँ दाइ दिदीहरूले यति सहयोग गर्नुभयो होइन। योलाई चाहिँ तिमीले वेस्ट खर्च गर्ने यताउता चाहिँ नगर है, राम्रो काम गर। इमान्दारी भनेको इम्पोर्टेन्ट कुरा हो लाइफको, त्यसले गर्दा हामी कहिले पनि भोको बस्नु पर्दैन, त्यो कुरालाई चाहिँ कहिले नभुल है। के भन्छौ, उहाँहरूले सहयोग गर्नुभएको छ, तिमीले चाहिँ के भन्छौ बाबु? उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि आज भर्खरै आएको अवस्था होइन, एकदमै त्यस्तो चाहिँ उहरूले रिपोर्ट टिपेर चाहिँ त्यहाँ हाल्नुभएको रहेछ। हामीले चाहिँ त्यहाँ मेरो मिसेसले चाहिँ त्यहाँ हेरेको रहेछ, अनि पछि मलाई पनि देखाएर यस्तो यस्तो रहेछ, अलिकति सहयोग गर्नु पायो हुन्थ्यो भन्यो भनेर चाहिँ हामीले चाहिँ के सहयोग गर्ने भनेर भन्दाखेरि अघि फोन पनि गरेको थिएँ है। अनि अहिले तत्कालै चाहिँ खानेकुराको चाहिँ अलिकति व्यवस्था भयो थियो राम्रो हुन्थ्यो भन्यो भनेर चाहिँ हामीले चाहिँ अलिकति त्यो चामल अनि त्यो खानेकुरा त्यो तरकारीहरू अलिक छ, हजुर 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 त्यही रहेछ है। सहयोगी मनहरू उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनभने अब त्यस्तै समस्या परिआयो भने अब मैले अर्को दिनहरू पनि केही सहयोग गर्न चाहन्छु भन्ने कुरा चाहिँ म यहाँ राख्न चाहन्छु। यति भन्दै म चाहिँ जान्छु। हजुर हजुर मेरो नाम चाहिँ मकर ध्वज तामाङ हो। मेरो घर चाहिँ महाराजगञ्ज, मेरो पार्ट घर चाहिँ यहाँ काभ्रे। चामल, नुन, तेल, सबभन्दा पहिला हजुरको नाम भन्छु। मेरो नाम उहाँको नाम सुमिता साई। यो फोटो चाहिँ नल्याउँछ हुन्छ, ठिक छ। रोशन दाईको होइन, रोशन दाईको तर्फबाट एउटा ब्ल्याङ्केट, रोशन दाईको तर्फबाट, अनि अर्को यो मेरो हरेन्द्र प्रसाद गुप्ताबाट ब्ल्याङ्केट र यो ब्ल्याङ्केट र एउटा तन्ना होइन, के हो त्यो? सामान किनेर भन्ने कुरो त सम्भवै छैन होइन।